श्री राधे। जय श्री कृष्ण। श्रद्धेय श्रोता महानुभावहरू, यही मिति 2082 साल फागुन महिनाको 1 गते शुक्रबारका दिन हामीमाझ फाल्गुन संक्रान्ति त छँदैछ, त्यसमाथि पनि कृष्ण पक्षको एकादशी तिथि परेको छ, जसको नाम रहेको छ विजय एकादशी। यस दिन हामीले के गर्नु पर्दछ, यसको व्रतविधि के रहेको छ, विधि विधान के रहेको छ, यावत सम्पूर्ण जानकारीहरू हामी यसै भिडियोको माध्यमबाट प्रस्तुत गर्नेछौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सर्वप्रथम यस विजय एकादशीलाई व्रत गर्नका निम्ति हामीले अघिल्लै दिनबाट प्रारम्भ गर्नुपर्ने रहेको छ। किन भन्दाखेरि कुनै पनि व्रत अथवा तिथि आदि भोलिपल्ट गरिन्छ भनेदेखि अघिल्लै दिनबाट हामी सात्विक भएर रहनु जरुरी पर्दछ, त्यो कार्य सफलता प्राप्ति गर्नका लागि, पूर्ण फल प्राप्ति गर्नका निमित्त। त्यही कुरालाई मध्यनजर गर्दै दशमीकै दिन यानी 29 गते बिहीबारकै दिनबाट हामीले यदि भक्ष्य चिजहरू खाने गर्नु भएको छ भनेदेखि त्यस चिजहरूलाई त्याग गरेर, लसुन प्याजहरूलाई पनि त्याग गरेर शुद्ध सात्विक आहारलाई मात्रै दशमीका दिन यानी 29 गते बिहीबारकै दिन यहाँहरूले सात्विक आहार ग्रहण गर्नुहुनेछ। र भोलिपल्ट पूजाको लागि तयारी अघिल्लै दिन चाहिँ हामीहरूले कसरी गर्न सकिन्छ त भन्दाखेरिमा जुन व्रत कथामा विधिमा बताए अनुसार चाहिँ सकिन्छ भनेदेखि सुवर्णको कलश तयार गर्ने। अब सुवर्णको कलश तयार गर्न असम्भव जतिकै भइसकेको छ यो महँगाईको समयमा, त्यो सकिँदैन भने चाँदीको, त्यो पनि सकिँदैन भने ताँबाको, त्यो पनि सकिँदैन भने एउटा माटाको भए पनि कलश तयार गर्नु पर्दछ पूजाको लागि, भोलिपल्ट नारायण भगवान विष्णुको पूजाका निमित्त। तसर्थ हामीले अघिल्लै दिन यसरी त्यो कलशलाई चाहिने सामग्रीहरू तयार गरेर कलश पूजाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू चाहिँ तयार गरेर त्यसमाथि राख्नका लागि, कलशमाथि राख्नका लागि अथवा कलशभित्र मुखभित्र लगाउनका लागि पञ्चपल्लव आदि, सप्तमृतका पञ्चरत्न आदिलाई पनि यहाँहरूले एकत्रित गरेर राख्न सक्नुहुनेछ। आफूसँग छ भनेदेखि, नभए बजारमा पूजाको सामग्री पसलबाट पनि किनेर ल्याएर राख्न सक्नुहुनेछ आफ्नै साथमा। त्यस पछाडि एउटा थाली अथवा कुनै केही भएन भने, थाली भएन भने पनि दुना टपरी राखेर पनि कलशमाथि भगवान विष्णुको प्रतिमा राख्नका लागि तयारी अवस्था सामग्री जुटाउनु पर्दछ। त्यसमाथि पनि हामीले प्रतिमा राख्दाखेरि भगवान विष्णु नारायणको, कृष्णको, रामको आदि प्रतिमा छ भनेदेखि त्यही प्रतिमालाई पनि हामीले मान्न सकिन्छ। यदि छैन भने सुवर्णको कुनै धातुको आदि सिक्का पैसा राखेर भए पनि हामीले पूजा गर्ने चलन रहेको छ। शालग्राम हुनु छ घरमा हुनुहुन्छ भनेदेखि उहाँलाई पनि स्थापित गर्न सकिन्छ। र त्यसरी त्यो अघिल्लो दिन तयारी गर्ने कुरो रह्यो। अब भोलिपल्ट पूजनको लागि हामीले सर्वप्रथम बिहानै शुद्ध भएर ब्रह्म मुहुर्तमा उठेर स्नान आदि गरेर शुद्ध भएर सर्वप्रथम भगवानको पूजा गर्नु पर्दछ। पूजा गर्दाखेरि सक्नुहुन्छ आउँछ भनेदेखि विधि विधान अनुसार दियो कलश गणेश पूजा गरेर अनि त्यो कलशमाथि कलशलाई पनि स्थापना कलश पूजाको विधि अनुसार र त्यसमाथि भगवान नारायणलाई यहाँहरूसँग भएका सामग्रीहरूले पूजा गरेर चाहिँ अनि भगवान प्रति भक्ति अर्पित गर्न सक्नुहुनेछ। पूजा गरिसके पछाडि विशेष पूजा भनेको यसमा अनार र नरिवलले झन् विशेष पूजा गर्दाखेरि उत्तम हुन्छ भनेर भनिएको छ। आफूसँग भएका फलफुल, चन्दन, नक्षता, धूप, दीप आदिले चाहिँ भगवान विष्णुको पूजा आराधना गरेर भक्तिभाव अर्पित गर्न सकिनेछ। र यसरी पूजा गरिसके पछाडि दिउँसोको समयमा हामीले विभिन्न भजन कीर्तन आदि गरेर भगवानको नाम जप आदिलाई स्मरण गर्न सकिन्छ भनेदेखि रात्रिकालीन अवस्थामा समयमा रातभरि जागरण आदि गरेर बस्न पनि सकिन्छ। कलियुगमा यी सब कुरा सम्भव नभए तापनि सबैले गर्न नसक्ने, शरीर आदि अस्वस्थ हुने भएको कारणले यहाँहरूले जसरी गर्न सक्नुहुन्छ त्यसलाई चाहिँ यथाशक्ति सकेसम्म अत्याधिक मात्रामा पुण्य गरेर त्यस दिनलाई बिताउनु हुनेछ 1 गतेको दिन। किन भन्दाखेरि यस दिन अरू बेला भन्दा पनि विशेष दिन कसरी हुन गयो भने एकादशी त त्यसै छ, त्यसमाथि पनि जुन सङ्क्रान्तिले युक्त भएको एकादशी रहेको छ, जस दिन चाहिँ सङ्क्रान्ति पनि रहेको छ। सङ्क्रान्तिमा त्यसै पर्वको दिन हो, त्यसै पुण्य गर्ने दिन भयो भनेदेखि एकादशी पनि भएको कारणले झन् अत्याधिक मात्रामा हामीले पुण्य आदि गर्नु पर्दछ।
अब जागरण बस्यो अथवा बसिएन भने पनि भोलिपल्ट बिहान चाहिँ अनि हामीले यस व्रतलाई सूर्योदय भएपछि पारायण गर्नुपर्दछ। अर्घ आदि दिएर सकिन्छ भनेदेखि पूर्णपात्र सिधा आदि गरेर चाहिँ हामीले यस व्रतलाई उद्यापन पनि गर्न सकिन्छ। यो व्रत किन यति धेरै पुण्य फल प्रदान गर्नेवाला छ, विजयलाई प्रदान गर्नेवाला छ भनेदेखि यस व्रत चाहिँ भगवान श्री रामले त्रेतायुगमा आफैले जुन आचरण गर्नुभएको थियो, यो व्रत बस्नु भएको थियो। यही व्रतको प्रभावले गर्दाखेरि पनि हुन त अनेक कारणहरू छन्, त्यसमध्येमा पनि यस व्रतको प्रभावले नै भगवानले रावण माथि विजय प्राप्त गर्नुभएको भन्ने कथा जुन महिमा रहेको छ। तसर्थ भगवान श्री रामले स्वयं उपासना गर्नुभएको यस विजय एकादशीको यहाँहरू सबै हामी तपाईँ सबै मिलेर यस एकादशीको उपासना व्रत पूजन भजन कीर्तन आदि अवश्य नै गर्ने नै छौँ र त्यसकै संसर्गमा जो जति पनि रहनुहुन्छ यस पर्वको संसर्गमा यो सबै फल हामीलाई अवश्य नै प्राप्त हुने नै छ। र त्यसैको भोलिपल्ट यानि शनिबार शनि प्रदोष पनि रहेको छ। यस दिन झनै शनिको लागि जुन शनि ग्रह शान्तिका लागि पनि जुन पिपलमा जल आदि अर्पित गर्ने, शनि मन्दिर दर्शन गर्ने आदिका लागि पनि शनिबार विशेष दिन रहेको छ भनेदेखि जुन शिवरात्रि महाशिवरात्रिको लागि भने चाहिँ यहाँहरूका समक्षमा पुनः फेरि विस्तृत भिडियो लिएर म आउने नै छु। र यो चाहिँ यहाँहरूलाई यो व्रतको लागि जानकारीका लागि मात्रै भिडियो भयो भनेदेखि अब यो व्रत कथा चाहिँ के रहेको छ त यो पनि यहाँहरूलाई प्रस्तुत गरिनेछ। यहाँहरूले यो व्रत कथालाई पनि श्रवण गरेर आफूले अवश्य नै पुण्य लाभ उठाउनुहुनेछ भन्दै आज यस भिडियोबाट म बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्री कृष्ण।